विद्यार्थी भाइ बहिनीहरू यहाँहरूलाई पुनः अर्को भिडियोमा स्वागत छ र हामी अस्मिता पब्लिकेसनको क्वेसन नम्बर 8 टेक्स्ट बुकबाट छौँ भन्ने अन्य पब्लिसरको भाइ बहिनीहरू हुन्छ भने यहाँ क्वेसन मैले कपी गरेको छु। क्वेसन बेसमा हामी यसलाई सोल्युसनमा सर्व तपाईलाई बुझाउन गइरहेको छु र यो हामी रिक्वायर्डमा थियो क्याश बुक विथ क्याश एन्ड बैंक कोलम भनेर फर्मेट बनाइकन मैले सोल्युसन गरेको छु। म यसैलाई तपाईलाई बुझाउनको लागि प्र्याक्टिस गर्दैछु है त। र फर्स्टमा आउनुलाई क्वेसन दिएको 2020 र 3 भनेको छ र क्याश बुक विथ क्याश एन्ड बैंक कोलम ब्राकेटमा 2020 लेखिसकेपछि तपाईले महिना र गते मात्र लेखे हुन्छ। र फर्स्टमा छ स्टार्टेड बिजनेस विथ क्याश भनेको छ, क्याशबाट स्टार्ट गर्यो 9000। अब यसको सोल्युसन जर्नल एन्ट्री सम्झनुहोस्, क्याश अकाउन्ट डेबिट टु क्यापिटल अनि क्याश डेबिट साइडमा जानुहोस् र क्याटेगोरीको अकाउन्ट लेख्नुहोस् र पैसा गरेर क्याश कलममा लेख्नु भयो, सक्यो। यसको पोस्टिङ भइसक्यो है। त्यसै गरेर डिपोजिट इन द बैंक रुपीज 4000 भनिन्छ। बैंकमा डिपोजिट गर्दा भाइ बहिनीहरू बैंक ब्यालेन्स प्लस हुन्छ, बैंक डेबिट र क्याश साइड क्रेडिट हुन्छ, क्याश माइनस हुन्छ भनेर सम्झनुहोस्। र त्यसको लागि तपाईले क्याश बैंक अकाउन्ट डेबिट भनेर यसरी आउँछ, बैंक अकाउन्ट डेबिट टु क्याश भनेर पैसा बैंक कलममा जानुहोस्। अब क्याश क्रेडिट भइसकेपछि बैंक अकाउन्ट डेबिट टु क्याश भनेर चाहिँ क्याश कलममा गएर 4000 लेख्नुहोस् र यो दुईटैलाई डेबिट र क्रेडिट साइडमा पोस्टिङ भएको छ भनेर बुझाउनको लागि यसलाई कलममा सी मेन्सन गर्नुहोस्। सी भनेको कन्ट्रा एन्ट्री विपरीत प्रविष्टि भनिन्छ। त्यसपछि हामी 1 को यो दुईवटा ट्रान्जेक्सन सक्यो। त्यसपछि अर्को फर्ममा आउनुहोस्, पर्चेज अफिस इक्विपमेन्ट रुपीज 1000 भनेको छ। तपाईले अफिस इक्विपमेन्ट किन्दाको जर्नल एन्ट्री सम्झनुहोस्, अफिस इक्विपमेन्ट अकाउन्ट डेबिट टु क्याश, क्याश क्रेडिटमा आयो भने टु क्याश भनेको क्रेडिटमा जानुहोस्, बाइ अफिस इक्विपमेन्ट लेख्नुहोस् र पैसा क्याशमा लेख्नुहोस्। त्यसै गरेर 6 मा आउनुहोस्, क्याश पर्चेज एन्ड इस्युड चेक भनेको तपाईले सामान किन्नु भयो है र चेक दिनु भयो भनेको कतिको 2500 बराबर भन्ने पैसा 2500 इक्वलको यसको जर्नल एन्ट्रीज पर्चेज अकाउन्ट डेबिट टु बैंक है। पर्चेज अकाउन्ट डेबिट टु बैंक भनेपछि बैंक क्रेडिटमा आयो, क्रेडिट साइडमा जानुहोस्, बाइ पर्चेज भन्नुहोस् र बैंक कलममा जाने चेक रिसिट। त्यसै गरेर अर्कोमा आउनु होला। अब 6 को पछि हामी 9 मा आइपुगेका छौँ। 9 मा गएर हेर्नुहोस् एकचोटि, रिसिभ अ चेक फ्रम विस्टा रुपीज 3250 भनेको छ र ब्राकेटमा डिपोजिट इन द बैंक इन द सेम डे। यहाँ तपाईले एउटा महत्त्वपूर्ण कुरा के छ भने भाइ बहिनी लुकेको, तपाईले कारोबार गर्नुहुन्छ र यदि कसैबाट सामान बेच्नु भयो र चेक पाउनु भयो र सोही चेकलाई बैंकमा लगेर जम्मा गर्नु भयो भने बैंक ब्यालेन्स पर्छ, त्यसलाई बैंक अकाउन्ट डेबिट भन्न पाइन्छ। यदि तपाईले त्यो चेक आज पाउनु भएको चेक 5-6 दिनपछि 2-4 दिनपछि गएर डिपोजिट गर्न आउँछ भने त्यसलाई क्याश रिसिभको ट्रिटमेन्ट, क्याश रिसिभ बराबरको ट्रिटमेन्ट गर्नुपर्छ। र अहिले सोही दिन जम्मा गर्यो भनेपछि अब यहाँ सम्झिनु होला, बैंक अकाउन्ट डेबिट टु विस्टा भइहाल्यो। टु विस्टा बैंक डेबिटमा छ नि, डेबिटमा जानुहोस्, बैंक कलममा गएर पैसा लेख्नुहोस् विस्टाबाट पाएको। त्यसै गरेर क्याश सेल्स र रिसिभ चेक, हामीले सामान बेच्यौँ, चेक पाइयो र बैंकमा गएर इमिडिएटली जम्मा गरियो भनेको सोही दिन भनेपछि यसको जर्नल एन्ट्री बैंक अकाउन्ट डेबिट टु सेल्स भयो। बैंक अकाउन्ट यसरी बुझ्नुहोस्, बैंक अकाउन्ट डेबिट टु सेल्स भनेर बैंकमा पैसा जानुहोस् है। पेड फर अफिस एक्सपेन्सेस, अफिस एक्सपेन्सेसको लागि पेड भनेपछि केही भन्ने के हो भाइ बहिनी, अफिस एक्सपेन्सेस अकाउन्ट डेबिट टु क्याश पेड भनेपछि पी भनेको छ नि, पेमेन्ट साइडमा जानुहोस्, बाइ अफिस एक्सपेन्सेस। नेक्स्टमा फेरि पेड भनेपछि उता पेमेन्ट साइडमा जानुहोस्, अर्सिया साइड के तिर्नु भयो, अफिस इक्विपमेन्ट चेक भनेपछि बाइ अफिस रेन्ट भन्नुहुन्छ, अफिस रेन्ट बैंक कलममा जानुहोस्। अनि पेड फेरि पेड भन्ने आएको छ, उता पेमेन्ट साइड र सेयर साइड गइहाल्नुहोस्, के तिरेको एडभान्स इन्कम ट्याक्स है। र एडभान्स इन्कम ट्याक्स भनेको छ, इन्कम ट्याक्स एडभान्स ट्याक्स भनिदिएको छ है। पेमेन्ट साइडमा जानुहोस्, बाइ एडभान्स ट्याक्स, बाइ एडभान्स इन्कम ट्याक्स भनिन्छ, बाइ एडभान्स ट्याक्स भनेर तिरेका छौँ, चेक मार्फत भनेपछि बैंककोमा जानुहोस् है। अब 31 मा गएर यहाँ क्वेसन अलिकति थोरै घुमाएको छ है भाइ बहिनीहरू। के भनेको छ भने डिपोजिट इन्टु द बैंक ब्यालेन्स अफ द क्याश इन एक्सिस अफ रुपीज 300। तपाईले पाएको 300 भन्दा बढी पैसा चाहिँ रह्यो भने बैंकमा जम्मा गर भनेको छ। अब तपाईले बैंक हेर्नुहोस् त, यो क्याशमा तपाईले पाएको कति हो डेबिट साइडमा
त्यो बुझ्नको लागि 9000 पाउनुपर्छ है। त्यसमध्ये तपाईले कति क्याश पेमेन्ट गर्नुभएको छ यहाँ तल कुना हेर्नु है। अब यसको लागि तपाईले तिर्नु भनेको 4000 1 5000 5000 माइनस 5275 तिर्नु भयो पेमेन्ट गर्नुपर्ने भनेपछि तपाईसँग क्याश कति बचेको छ भाइ बहिनीहरु अब 3725। अब यो क्वेशन के भनेको 300 भन्दा बढी हेर्नुस् है डिपोजिट इन द बैंक बैलेंस अफ द क्याश इन एक्सिस अफ रुपीस 300 300 भन्दा बढी भएको पैसा बैंकमा लगेर जम्मा गर। तिमीसँग 3000 तपाईसँग 3725 छ 300 भन्दा बढी भएको पैसा जम्मा गर भनेपछि माइनस 300 गर्नुस् भनेको 300 राख अरु चाहिँ लगेर बैंकमा जम्मा गर भनेको है। भनेपछि अब हामीले कति पैसा बच्यो 300 भन्दा बढी कति रहेछ भनेको 3425 रुपैयाँ चाहिँ हामीसँग बढी पैसा छ 300 बाइक त्यो पैसा के गर्नु बैंकमा लगेर डिपोजिट गर्ने भनेको है। यसमा क्याशमा नजिकिन होला 331 मा गएर 3425 को बैंक अकाउन्ट डेबिट टु क्याश बैंकमा जम्मा गरिएको अनि बाइ बैंक भनेर क्याश पेमेन्ट गरेको भनेर यो 3425 गर्नु भयो। त्यसपछि अब क्याशको केसमा 9000 बाट यो गर्नु भयो भने अब ब्यालेन्स छ नि यति मात्र बच्छ भनेको छ बाइ ब्यालेन्स सिट हेरेर त्यही 300 लेख्नुस् 300 भन्दा बढीको त हामी डिपोजिट गरिसक्यो। अनि बैंकको लागि यताको जोड्नुस् यो साइड लेटर आउँछ 11945 आउँछ र यसपछि यहाँ माथिको जोड्नु भयो भने यहाँ 11000 आएको छ भने यता हेर्नुस् त यहाँ 2300 500 भन्ने छ सीआर साइडको आउँछ र यहाँ ब्यालेन्स गर्नुस् है 11945 11945 त्यति पुरानो बीचमा कति ब्यालेन्स गर्ने 11945 माइनस यहाँ माथिको माइनस गर्नुस् ब्यालेन्स गर्नुस् र यति गरेपछि टोटल गरियो हामीले कहिलेसम्म गर्यौं मार्च 31 सम्म गरिसक्यौं। मार्च 31 पछि अब गएर हामी मार्च जनवरी फेब्रुअरी मार्च पछि अब अप्रिलमा गएर त्यही ब्यालेन्स रेडी गरेकोलाई टु ब्यालेन्स रेडी भनेर क्याशमा आउनुस् बैंकमा आउनुस् र यस्तो तरिकाले चाहिँ हामी डबल कलमको सोलुसन चाहिँ यसरी गर्न सकिन्छ है।